हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनलाइन एजुकेसन आरडीमा र अहिले म 10 क्लासको स्टुडेन्टहरूको लागि म्याथ सब्जेक्टको भिडियोहरू बनाइराखेको छु र एकदम राम्ररी बुझाएर अझै च्याप्टर वाइज भिडियोहरू बनाउने छु। सो यो भिडियो 10 क्लासको स्टुडेन्टहरूको लागि एकदम हेल्पफुल हुनेछ भनेर मैले सोचिरहेको छु। सो लेट्स गो हामी भिडियोतिर लागौँ है। ल आज त्यही ज्योमेट्रीको हो कि नै एक्सरसाइज 10.1 को 2 को ई नम्बर है। ल हेरौँ है। ल सुरुमा यो फिगर थोरै एक्सप्लेन गर्छु। अब धेरै के रहेछ यो फिगर मैले यो बुझाएर यस्तो के रहेछु त्यो बुझ तिमीहरूले हो कि नै। ल इन द गिभन फिगर ल फिगरमा एसी प्यारललसँग डीसँग हो कि नै। यो ए र सी यो डी सँग प्यारलल छ हो कि नै। एन्ड बीसी र इसी इक्वल छ। यो बीसी र यो सीई इक्वल छ। यो दुईटै इक्वल छ हो कि नै। त्यो भने यहाँनिर त्यसपछि इफ एरिया अफ द ट्रायंगल एसीई को एरिया दिएछ हो कि नै। एसी को एरिया दिएछ 24 सेन्टिमिटर स्क्वायर। देन फाइन्ड द एरिया अफ क्वाड्रिलेटरल को एबीसीडी। ल त्यसो भए के सोध्दैछ उसले यो एबीसीडी को के निकाल्नलाई भनेछ एरिया। हो एरिया निकाल्नलाई भनेछ हो कि नै। ल अब हेरौँ है यहाँनिर मैले यो गरेछु हो कि नै। ल अब एक्सरसाइज 10.1 भइहाल्यो 3 को ई नम्बर फिगर भर्खर मैले एक्सप्लेन गरेको त्यत्रो बुकबाट हो कि नै। ल एरिया अफ द गिभन लेखौँ है सुरुमा यहाँ गिभन लेख्छु है। चुप क्या होला नगर। एरिया अफ ट्रायंगल एसीई छ कि नै 24 छ नि 24 सीएम स्क्वायर भयो हो कि नै। अब मैले के भन्छु खासमा यस्तो छ कि यहाँ थोरै म यसलाई रफ गरेर देखाउँछु यहाँनिर हुन्छ यहाँनिर गरिदिउँ कि कुनै ट्रायंगल छ भने ल जुन ट्रायंगल भयो नि कि ठ्याक्कै यो पोइन्टबाट ठ्याक्कै यहाँ मिड पोइन्टमा ठ्याक्कै मिड पोइन्ट भनेको यसको मिड पोइन्टको यो र यो इक्वल हुन्छ क्या। यो र यो इक्वल छ भने मिड पोइन्टमा कटेज छ भने दुईटैतिरको एरिया इक्वल हुन्छ क्या खासमा बुझ्यौ। यहाँनिर नि त्यही रुल हो क्या। अब हेर यहाँनिर यो मिड पोइन्ट भनेको यो र यो इक्वल देखाएको छ कि नै। त्यसो भए ठ्याक्कै यो मिड पोइन्टमा कटेको हो कि नै। त्यही भएर यसको एरियासँग यसको एरिया इक्वल छ के। त्यसो यो 24 छ भने यो नि 24 हो के हो कि नै। ल अब यो र यो इक्वल हुन्छ मैले भर्खरै भने हो कि नै। अब अर्को रुल के छ खासमा हामीले हिजोदेखि त्यही कुरा डिस्कस भइरहेछ। सेम बेस लाइन हो कि नै। बीसी एउटा बेस लाइन हो कि नै। यो प्यारालेलोग्रामको लागि बीसीडीए को लागि हो कि नै। र यसमै यो ट्रायंगल बनेछ कि नै एबीसी नि ट्रायंगल सेम बेस लाइनमा बन्छ कि नै। यो त 24 आइसक्यो भर्खर किनभने यो दुईटा मिड पोइन्टमा कटेछ भने दुईटा इक्वल हुन्छ। त्यही भएर यो 24 आइसक्यो कि नै। यसलाई 24 म लेखिदिन्छु है। यो 24 आइसक्यो के। अब त्यही गर्यो के भन्छ यस्तो सेम बेस लाइनमा एउटा प्यारालेलोग्राम र एउटा ट्रायंगल बनेछ भने त्यो प्यारालेलोग्रामको एरिया त्यो ट्रायंगलको भन्दा डबल हुन्छ हो कि नै। हो हिजोदेखि कुराहरू डिस्कस गरेछौँ नि हामी हो कि नै। त्यही गरेको एक्ज्याक्ट यहाँनिर एरिया अफ क्वाड्रिलेटरलको एबीसीडी इक्वल टु 2 मल्टिप्लाई ट्रायंगल एईसी ए त्यसपछि के हुन्छ यो 2 मल्टिप्लाई ट्रायंगल एबीसी हुन्छ के हो कि नै। बुझ्यौ नि। अब यसले 2 मल्टिप्लाई 24 अनि 48 सीएम स्क्वायर भयो। एन्सर मिल्यो हो कि नै। यति नै एन्सर छ कि नै। ल अब अर्को हेरौँ है हुन्छ। अब हामीले यो ई गर्यो हो कि नै। अब 3 को एनी मैले एक्सप्लेन गर्छु राम्ररी है हुन्छ। ल सुरुमा यहीँ थोरै भनिदिन्छु के दिएछ हो कि नै। ल यहाँ भन्दा नि ल यहीँ भनौँ है। ल ट्रापेजियम छ कि नै पीक्यूआरएसमा यो पीक्यूआरएसमा हो कि नै। पिएस र क्यूआर भनेको प्यारलल छ हो कि नै। हो प्यारलल हो। त्यसपछि पीक्यू दिएछ 13 अर्को पिएस भनेको 18 क्यूआर भनेको 23 र एसआर परपेन्डिकुलर छ कोमा क्यूआरमा। यो एसआर भनेको 90 डिग्रीको परपेन्डिकुलर। देन फाइन्ड द एरिया अफ ट्रायंगल पिएसआर को पी यो एस यो आर यो भाग निकाल्नु पर्यो के हो कि नै। ल यहाँ हेर्नु अब हेरौँ है। यहाँ ड्रइङ हल्का रफ भयो नि केही फरक पर्दैन कि नै। बुझ्छौ होला नि तिमीहरूले। ल हेर अब सुरुमा मैले के गर्नु पर्यो खासमा मैले यसको एरिया निकाल्नु पर्यो के खासमा हो कि नै। यसको एरिया निकाल्नु पर्यो। अब सुरुमा यो निकाल्नुभन्दा पहिला हामीले के गर्नु पर्यो ड्र गर्नु पर्यो लाइन एउटा। यहाँ ठ्याक्कै मैले यहाँ पी पोइन्टबाट मैले परपेन्डिकुलर लाइन यहाँ ड्र गरेछु के क्यूआरमा। त्यही लेख्यो ड्र लाइन एपी परपेन्डिकुलर क्यूआरमा बुझ्यौ। ल
अब गिभन लेखौँ है, त्यसपछि फेरि म यसको बुझाउँछु थोरै कुराहरू के। गिभन के छ, क्युआर छ, क्युआर 23 cm, क्युपी 13 cm, पिएस 18 cm। ल अब यो भाग बुझाउनुभन्दा पहिला म यो बुझाउँछु कि यहाँ तल देखाउ त यो रफ गरेको। ल यो भाग भन्नाले यो छ कि नै, यो माथि देखाउ के थोरै। ल माथि देखाउ थोरै। यो परपेन्डिकुलर अलरेडी थियो कि नै, 90 डिग्री छ कि नै अलरेडी। अब हेर यो त अलरेडी 90 डिग्री थियो हो कि नै, यहाँ नि मैले 90 डिग्री ड्र गरेको हो कि नै। अब हेर त र यो अलरेडी प्यारलल लाइन छ कि नै। अब दुईटा यो प्यारलल लाइन छ र यो 90 डिग्री यो लाइन नि 90 डिग्री छ भन्ने यो अलरेडी यो लाइन र यो लाइन इक्वल हुन्छ र यो माथिको लाइन तलको लाइनसँग इक्वल हुन्छ के, इक्वल हुन्छ बुझ्यौ। यो प्यारलल भएर के खासमा एउटा के रुल प्यारलल भएर र दुईटै यो 90 डिग्री भएर यो र यो इक्वल हुन्छ, यसको र यसको लेन्थ इक्वल हुन्छ। त्यही गर्छ एक्ज्याक्ट यहाँनिर। यति देखाउ त यतातिर, यहाँ मात्र देखाउ क्या हुन्छ यो के यहाँ। ल अब क्युए हो कि नै, यो देखाउ यहाँनिर क्युए यो भाग निकाल्नलाई मैले के गर्नु पर्यो, यो क्युआरबाट मैले ए र आर घटाइदियो भने ठ्याक्कै हुन्छ कि नै, आउँछ नि। तर हेर यो एआर भनेको यो पिएसँग इक्वल हो कि नै, भर्खर मैले एक्सप्लेन गरेको यो र यो लाइनको लेन्थ इक्वल हुन्छ भनेर। त्यही गर्छु यहाँनिर हेर क्युए इक्वल टु क्युआर माइनस एआर गरेको हो कि नै। अब एआर भनेको कति हो, 18 हुन्छ, किनभने पिक्यु इक्वल टु एआर हो कि खासमा हो कि नै। त्यही भएर अब यो क्युआर भनेको 23 माइनस एआर भनेको 18। अब ठ्याक्कै घटाइस कति भयो 80। यहाँ देखाउ। ल यो क्युए भनेको 5 cm आयो हो कि नै। अब यतातिर देखाउ। अब यो क्युए भनेको 5 cm आयो कि नै, त्यसमा यो 5 cm आयो। अब हेर त यो भाग र यो लाइनको भ्यालु हामीलाई थाहा छ भने यो निकाल्न मिल्यो कि नै, मिल्छ। यो निकालिसकेपछि योसँग इक्वल हुन्छ कि नै, हुन्छ कि नै। किनभने मैले भर्खर एक्सप्लेन गरेको त्यत्रो यहाँनिर यो लाइनसँग यो लाइन इक्वल हुन्छ, यो लाइनसँग यो लाइन इक्वल हुन्छ, किनभने यो र यो प्यारलल छ, यो र यो 90 डिग्री भएर हो कि नै। यो र यो सेम हुन्छ, यो र यो सेम हुन्छ, त्यही भएर यो निकालिसकेपछि यो नि सेम हुन्छ भनेर। ल अब यो 90 डिग्री भएपछि राइट एङ्गल ट्रायङ्गल भयो कि नै, यो हेर त पिक्युए भनेको राइट एङ्गल ट्रायङ्गल भयो। त्यसो भए यहाँ पाइथागोरस थ्योरम युज गरेर यसको भ्यालु फाइन्ड गरौँ है, हुन्छ। ल यही गरेको यहाँनिर। अब इन ट्रायङ्गल पिक्युएमा क्युपी स्क्वायर इक्वल टु क्युए को स्क्वायर प्लस पिए को स्क्वायर, खासमा यस्तो हो क्या। हेर यहाँतिर देखाउ त, यो क्युपी भनेको एच हो कि नै खासमा, अनि यो बेस हो कि नै, क्युए भनेको बेस हो, यो भनेको पिए भनेको पी हो के, पाइथागोरस थ्योरम अनुसार के हो। त्यही भएर यहाँनिरको अब 30, अब क्युपीको ठाउँमा कति 30 हो कि नै, किनभने यहाँ भ्यालु दिएछ क्या हो कि नै। 13 आयो। त्यसपछि अर्को क्युए भर्खर निकालेको हामीले हो कि नै 5। त्यसपछि पिए हामीलाई थाहा छैन, अब त्यही गरेको। अब यहाँ 13 पुट गरिदिएको। अब हेर त यसलाई मैले यहीँ छोडिदिएको, यसलाई यतातिर गरिदिएको बुझ्यौ। अब यसलाई यतातिर गरेर अब 13 को स्क्वायर माइनस 5 को स्क्वायर गरेपछि ठ्याक्कै 144 आउँछ के हो कि नै। त्यही क्यालकुलेसन गरेको मैले खासमा। अब यो के भन्छ यसको ठिक नै, यतातिर गएपछि रुट हुन्छ। अब ठ्याक्कै 144 को रुट निकालेपछि 12 cm आयो के। अब हेर यो 12 आयो कि नै, यो कति आयो 12 आयो। यो 12 आएपछि यो नि 12 हो कि नै हो, त्यही भएर यो 12 आयो। खासमा हामीले अघिदेखि के निकाल्नलाई भनेछ, यसको भ्यालु के, यसको एरिया निकाल्नलाई भनेछ हो कि नै, हो नि। अब हेर यो र यो प्यारलल हो कि नै, त्यसो भए यो 90 डिग्री छ कि नै, त्यसो अलरेडी यो नि 90 डिग्री हुन्छ के हो नि हो। त्यसो यो ट्रायङ्गल वाला राइट एङ्गल ट्रायङ्गलको फर्मुला के हो, 1/2 बी इन्टु एच। यहाँ यसलाई बेस माने हुन्छ, यो बी भयो यो एच भयो हो कि नै। त्यही गर्छ यहाँनिर। हेर पिए भनेको 12 cm आयो हो कि नै। अब हेर यो पिए र एसआर इक्वल हुन्छ, किनभने ठ्याक्कै मैले के भने थियो, यो र यो प्यारलल छ, त्यसो भए यो र यो 90 डिग्री भएर यो र यो लेन्थ इक्वल हुन्छ, योसँग यसको लेन्थ इक्वल हुन्छ। त्यही भएर पिएसँग एसआर भनेको इक्वल हो क्या। त्यो 12 आएपछि यो नि 12 भयो क्या। यहाँनिर मैले त्यही कुरा मैले रिजन दिएछु के, पिए इक्वल टु एसआर भयो क्या। किनभने पिक्युसँग क्युआर भनेको प्यारलल हो एन्ड पिए परपेन्डिकुलर छ के क्युआर लाइनमा के, त्यही भने त्यही रिजन दिएछु अघि मैले एक्सप्लेन गरेको त्यही कुरा। अब हेर त पिए भनेको कति छ 12 छ कि नै, त्यही भएर एसआर भनेको 12 मैले लेखिदिएँ के। अब
अघि मैले ठ्याक्कै भनेको थिएँ नि यो अब यो 90 डिग्री भएपछि अब के भन्छ रे ट्रायंगलको एरियाको फर्मुला लाउने त्यही गर्छु यहाँनिर। त्यसपछि देन एरिया अफ द ट्रायंगल PQR इक्वल टु 1/2 B इन्टु एच। अब B भनेको के हो खासमा यहाँ देखाउ त। B भनेको यो हो के PSO 18 एच भनेको SR हो 12 त्यही गर्छु हेर त। अब यहाँनिर 1/2 PS आयो कि नै B भनेको र एच भनेको यो SR आयो कि नै हो। अब यतातिर मैले त्यसपछि 1/2 मल्टिप्लाई यो 18 त्यसपछि 12 108 सेन्टिमिटर स्क्वायर आयो हो कि नै। ल यो बुक एन्सर बिग्रेछ तिमीहरूलाई थाहा छ कि नै? हो राइट एन्सर यो हो कि नै? ल